अब हजुरलाई काठमाडौँदेखि काकाभिट्टा जान्छ होइन, अब ढिलो निस्किने गाडीमा भनेपछि आउनु सरलाई म देखाउँछु कस्तो छ गाडी भनेर। अब गाडी हेर्नु पर्दाखेरि बब्बाल लग्जरी गाडी छ भनेपछि गाडीमा लेग स्पेसहरू पनि बब्बालै छ। आउनु सरलाई म देखाइहाल्छु गाडी कस्तो छ भनेर है। तपाईँले गाडीमा आएर टक्कसँग सिटमा बस्नुहोस् होइन, बसिसकेपछि तपाईँले हेर्न सक्नुहुन्छ मजाले सिटमा बस्न सक्नुहुन्छ भनेपछि खुट्टा राख्ने ठाउँ पनि अगाडिमा खुट्टा राख्ने ठाउँ पनि देखिँदै लिगिरह्यो होइन। तपाईँले खुट्टामाथि खुट्टा नै चढाएर जानुभयो भने पनि मजाले बस्न सक्नुहुन्छ। अब बस्ने सँगसँगै सिटलाई पनि फोल्ड गर्नु पर्यो भने मजाले यसरी फोल्ड गर्नुहोस्। काठमाडौँदेखि काकाभिट्टासम्मको यात्रा सुतेर गर्न सक्नुहुन्छ मजाले होइन। अब मोबाइलहरू नै चार्ज गर्नु पर्यो भने तपाईँलाई तलमा चार्जिङ पोर्टको पनि मद्दत गरेको छ होइन, जसमा तपाईँले मजाले मोबाइल चार्ज गर्न सक्नुहुन्छ। सँगसँगै तपाईँले एसीको हावालाई पनि टक्कसँग कस्टमाइज गरेर आफ्नो तरिका घुमाएर होइन मजाले हावा खान सक्नुहुन्छ भनेपछि सँगसँगै फ्यानको पनि बन्दोबस्त गरेछ। फ्यान सँगसँगै के छ भने झ्यालको पनि बन्दोबस्त गरेछ। तपाईँले झ्यालको पनि हावालाई मजाले साइडमा सबै सिटमा झ्यालको बन्दोबस्त छ भनेपछि तपाईँले आजै गएर घुमाइको एप डाउनलोड गर्नुहोस्, जहाँबाट तपाईँले मजाले सिटहरू बुकिङ गरेर तपाईँले काठमाडौँदेखि काकाभिट्टा र काकाभिट्टादेखि काठमाडौँको यात्रा गर्न सक्नुहुन्छ। सो आजै गएर डाउनलोड गर्नुहोस् घुमाइको एप, जुन प्ले स्टोर एप स्टोर दुवैमा अभाइलेबल छ। त्यहाँबाट रक्स गाडीको सिट बुक गरेर तपाईँले काठमाडौँदेखि अब यो ढिलो निस्किने गाडी हो भनेपछि तपाईँले 5 बजीसम्म यहाँ बस पार्कमै हुन्छ। सो मजाले ढिलो पनि तपाईँले अफिस सकाएर यात्रा गर्नु छ भने मजाले बुकिङ गरेर घुमाइको एपबाट जान सक्नुहुन्छ। अब तपाईँले काकाभिट्टाबाट आउँदै हुन्छ भनेपछि उताबाट पनि 3 बजे निस्किने हो गाडी। सो मोस्टली अरू गाडी भनेको 1:30 बजे निस्किने हो। यो गाडी भनेको तपाईँले ढिलो भनौँ न सबै काम सकाइसकेपछि घरको आरामले यात्रा गर्न सक्नुहुन्छ यो गाडी बुक गरेर। सो आज डाउनलोड गर्नुहोस् घुमाइको एप, आफ्नो यात्रालाई सुरक्षित गरेर यात्रा गर्नुहोस्। धन्यवाद।